हेलो एभ्रिवान, स्वागत छ यहाँहरूलाई मेडिको एमसीक्यू बर्समा। सो आज चाहिँ हामी न्युमोनियाको बारेमा चर्चा गर्नेछौँ। न्युमोनियालाई चाहिँ मैले यहाँ पार्ट 1 र पार्ट 2 गरी दुई पार्ट्समा डिभाइड गरिसकेको छु। पार्ट 1 मा डेफिनिसन, इटियोलोजी इन्क्लुडिङ काउजेटिभ अर्गानिजम्स एन्ड रिस्क फ्याक्टर्स, त्यसै गरी अर्को रहेको छ क्लासिफिकेसन अफ न्युमोनिया, त्यसै गरी अर्को छ इन्क्युबेसन पिरियड, मोड अफ ट्रान्समिसन एन्ड प्याथोफिजियोलोजी। त्यसै गरी पार्ट 2 मा चाहिँ क्लिनिकल फिचर्स, इन्भेस्टिगेसन, ट्रिटमेन्ट, कम्प्लिकेसन्स एन्ड प्रिभेन्सन रहेको छ। ओके, सो लेट्स स्टार्ट फ्रम पार्ट 1। पार्ट 1 मा पनि अब न्युमोनिया भनेको के हो त भन्ने कुरा चाहिँ हामी चर्चा गरौँ। सो इट इज डिफाइन्ड एज इन्फ्लामेसन अफ लङ प्यारेन्काइमा caused by infection which can impair gaseous exchange। के हुन्छ भन्दा इन्फेक्सनले गर्दा लङ्स टिस्युमा इन्फ्लामेसन भइदिन्छ, जसले गर्दा चाहिँ ग्यासेस एक्सचेन्जमा बाधा हुन पुग्छ। त्यस्तो कन्डिसनलाई चाहिँ हामी न्युमोनिया भन्ने गर्छौँ। अब न्युमोनिया हुने कारणहरू के हुन् त? इटियोलोजी अफ न्युमोनिया। सो यहाँ रहेको छ काउजेटिभ अर्गानिजम्स। अब कुन कुन अर्गानिजम्सले गर्दा चाहिँ न्युमोनिया हुने गर्दछ? फर्स्टमा रहेको छ ब्याक्टेरिया। ब्याक्टेरियामा पनि अब कुन कुन ब्याक्टेरियाले गर्दा न्युमोनिया हुन्छ भन्दा स्ट्रेप्टोकोकस न्युमोनी र स्टाफाइलोकोकस अरियसले गर्दा चाहिँ न्युमोनिया हुने गर्दछ। त्यसै गरी अर्को नम्बरमा रहेको छ भाइरस। अब कुन भाइरसले गर्दा न्युमोनिया हुने गर्दछ भन्दा इन्फ्लुएन्जा भाइरसले गर्दा चाहिँ न्युमोनिया लगाउने गर्दछ। त्यसै गरी अर्को रहेको छ फन्जी। फन्जीमा पनि क्रिप्टोकोकस र हिस्टोप्लाज्माले गर्दा चाहिँ न्युमोनिया हुने गर्दछ। अब हामी चर्चा गरौँ अदर काउजेज। अब कहिलेकाहीँ के भइदिन्छ भन्दा हामीले कुनै पनि खानेकुरा खायौँ, अब त्यो खानेकुरा चाहिँ फुड पार्टिकल्स चाहिँ नर्मली फुड पाइप थ्रु स्टमकमा जानुपर्ने हो, तर फुड पाइप थ्रु स्टमकमा नगइकन लङ्समा गइदिन्छ। के थ्रु भन्दा विन्ड पाइप थ्रु चाहिँ लङ्समा गइदिन्छ र त्यति बेला चाहिँ चकिङ भन्ने कन्डिसन आउँछ। सपोज यो मान्छेले चाहिँ के खानेकुरा खायो होइन, अब यसले खाएको खानेकुरा चाहिँ फुड पाइप थ्रु स्टमकमा जानुपर्ने हो, तर त्यो नर्मल प्रोसेस नभइकन विन्ड पाइप थ्रु लङ्समा गइदिन्छ, जसले गर्दा चाहिँ चकिङ हुन्छ र चकिङ भन्नाले खानेकुरा चाहिँ अड्किन्छ र फाइनली चाहिँ एस्पिरेसन न्युमोनिया भन्ने कन्डिसन त्यहाँ आउँछ। अब हामी चर्चा गरौँ रिस्क फ्याक्टर्सको बारेमा। अब कस्ता कस्ता मान्छेहरू चाहिँ बढी जोखिममा हुने गर्दछन्। सो फर्स्टमा यहाँ रहेको छ एज मोर देन 65 इयर्स अर लेस देन 5 इयर्स। अब एज मोर देन 65 इयर्स किन भन्दा अब ओल्ड एज पिपलमा के हुन्छ, उनीहरूको इम्युनिटी पावर चाहिँ कमजोर हुँदै जान्छ, जसले गर्दा चाहिँ डिजिजले एट्याक गर्ने, जुन पनि डिजिजले एट्याक गर्ने सम्भावना चाहिँ एकदमै बढिरहेको हुन्छ। त्यसै गरी लेस देन 5 इयर्स किन भन्दा बच्चाहरूमा चाहिँ इम्युनिटी पावर चाहिँ डेभलप भइ नै रहेको हुन्छ, त्यो कन्डिसनमा पनि डिजिजले एट्याक गर्ने, डिफ्रेन्ट डिजिजले एट्याक गर्ने सम्भावना चाहिँ एकदमै बढिरहेको हुन्छ। त्यसै गरी अर्को रहेको चाहिँ यहाँ स्मोकिङ गर्ने पर्सनमा चाहिँ रेस्पिरेटरी डिजिज हुने सम्भावना चाहिँ एकदमै बढिरहेको हुन्छ। त्यसै गरी अर्को रहेको छ क्रोनिक डिजिज, जसमा डायबिटिज र सिओपिडी पर्न जान्छ। अब योमा पनि इम्युनिटीकै कुरा आउँछ। यसमा फेरि त्यसपछि रहेको छ विकेन्ड इम्युन सिस्टम। अब इफ कुनै इम्युनो कम्प्रोमाइज्ड पर्सन छ होइन, उसलाई चाहिँ कुनै पनि डिजिजले एट्याक गर्ने सम्भावना एकदमै बढी हुन्छ। त्यति बेला चाहिँ अपर्च्युनिस्टिक इन्फेक्सन, सुन्नुभयो होला हजुरहरूले, अपर्च्युनिस्टिक इन्फेक्सन हुने सम्भावना चाहिँ एकदमै बढिरहेको हुन्छ। अर्को चाहिँ यहाँ इन्भाइरोमेन्टल पल्युसन। अब इन्भाइरोमेन्टमा चाहिँ डिफ्रेन्ट ग्यासेस मिक्सचरले गर्दा रेस्पिरेटरी डिजिज हुने सम्भावना चाहिँ एकदमै बढिरहेको हुन्छ। त्यसै गरी अर्को छ यहाँ ओभरक्राउडिङ। अब किन भन्दा बढी मान्छेहरू भयो होइन, बढी भिड भयो भने त्यहाँ चाहिँ मोड अफ ट्रान्समिसन सर्ने माध्यम पनि एकदमै तीव्र रूपले काम गरिरहेको हुन्छ। बढी मान्छेको भिड भयो होइन, अब त्यहाँ चाहिँ मान्छेहरूले एकअर्कासँग बोलिरहेको हुन्छन्। अब त्यो बोल्ने बेलामा चाहिँ
ड्रपलेट्सहरू थुक्का छिटाहरू चाहिँ निस्किन्छन् बाहिर, जसले चाहिँ हामीले हेर्न सक्दैनौँ, तर चाहिँ त्यसले चाहिँ डिजिज ट्रान्समिसन गर्नमा एकदमै प्रमुख रोल प्ले गर्दछ, एकदमै इम्पोर्टेन्ट रोल प्ले गरिरहेको हुन्छ। अब यहाँ के रहेको छ भन्दा नोट, कन्सोलिडेसन इज द प्याथोलोजिकल हलमार्क अफ न्युमोनिया। अब न्युमोनियालाई चाहिँ मेन चिन्ने साइन भनेकै कन्सोलिडेसन हो। इफ कन्सोलिडेसन प्रेजेन्ट छ भने त्यो चाहिँ पक्कै पनि न्युमोनिया हो। यो चाहिँ एमसिक्यूको रूपमा पटक पटक सोधिरहेको हुन्छ, एमसिक्यूमा चाहिँ पटक पटक सोधिरहेको हुन्छ, वाट इज द प्याथोलोजिकल हलमार्क अफ न्युमोनिया। अप्सनमा चाहिँ तपाईँलाई डिफ्रेन्ट अप्सन दिन सक्छ, त्यहाँ चाहिँ कन्सोलिडेसन पनि हुनुहुन्छ। अब त्यहाँ चुज गर्ने भनेको कन्सोलिडेसन हो। अब चाहिँ हामीले क्लासिफिकेसन अफ न्युमोनियाको बारेमा चर्चा गरौँ। सो फर्स्टमा रहेको छ एकर्डिङ टु काउज, कारणको आधारमा चाहिँ कस्ता कस्ता न्युमोनियाहरू हुन्छन्। फर्स्टमा रहेको छ ब्याक्टेरियल न्युमोनिया, त्यसै गरी अर्को रहेको छ भाइरल न्युमोनिया, त्यसै गरी अर्को रहेको छ फङ्गल न्युमोनिया, त्यसै गरी अर्को रहेको छ एस्पिरेसन न्युमोनिया। खानेकुरा इफ कुनै पनि खानेकुरा फुड पाइप थ्रु नगइकन विन्ड पाइप थ्रु लङ्समा गयो भने त्यसलाई चाहिँ एस्पिरेसन न्युमोनिया हुने गर्दछ, अघि नै मैले चर्चा गरिसकेँ। त्यसै गरी अर्को रहेको छ यहाँ सेकेन्ड नम्बरमा एकर्डिङ टु लोकेसन, लोकेसनको आधारमा चाहिँ कुन कुन न्युमोनिया हुने गर्दछ। सो फर्स्टमा रहेको छ यहाँ इन्टरस्टिसियल न्युमोनिया। इन्टरस्टिसियल न्युमोनिया अब के हो भन्दा यहाँ चाहिँ तपाईँहरूले लङ्सको फिगर देखिरहनु भएको छ। लङ्समा चाहिँ यहाँ यो बिचमा यो अल्भेलुरहरू भएपछि, अल्भेलुर सकेपछि यहाँ चाहिँ बिचमा हेर्न सक्नुहुनेछ खाली ठाउँहरू छ। यहाँ चाहिँ खाली ठाउँहरू छ। इफ त्यहाँ चाहिँ निमोनिया भयो भने, यो खाली ठाउँहरूमा चाहिँ निमोनिया भयो भने, यी खाली ठाउँहरूमा, यस्तो खाली ठाउँहरूमा चाहिँ निमोनिया भयो भने त्यो कन्डिसनलाई चाहिँ इन्टरस्टिसियल निमोनियाको नामले चिनिन्छ। अर्को रहेको छ लोबार न्युमोनिया। लोबार न्युमोनिया अब लोब्स, यहाँ लोब्सको कुरा आउने गर्दछ। यसलाई चाहिँ हामी राइट लङ भन्छौँ होइन, राइट लङ। यो चाहिँ भयो लेफ्ट लङ। सो लेफ्ट लङमा चाहिँ दुईवटा लोब्सहरू हुन्छन्, त्यसै गरी राइट लङ्समा चाहिँ तीनवटा लोब्सहरू हुन्छन्। मैले के भने भन्दा लेफ्ट लङ्समा दुईवटा लोब्सहरू हुन्छन् होइन, अनि त्यसै गरी राइट लङ्समा चाहिँ तीनवटा लोब्स हुन्छन्। इफ यी पाँचवटा लोब्समध्ये, अल ओभर पाँचवटा लोब्समध्ये कुनै पनि लोबमा न्युमोनिया छ भने त्यसलाई चाहिँ लोबार न्युमोनियाको नामले चिनिन्छ। त्यसै गरी अर्को रह्यो ब्रोङ्को न्युमोनिया। यहाँ चाहिँ तपाईँहरूले हेरिरहनु भएको छ राइट ब्रोङ्कस, त्यसै गरी अर्को रहेको छ लेफ्ट ब्रोङ्कस हो। सो इफ यी ब्रोङ्कसहरूमा न्युमोनिया भयो भने, इफ कुनै पनि राइट ब्रोङ्कस या लेफ्ट ब्रोङ्कसमध्ये कुनै पनि ब्रोङ्कसमा न्युमोनिया भयो भने त्यसलाई चाहिँ ब्रोङ्को न्युमोनियाको नामले चिनिन्छ। त्यसै गरी थर्ड नम्बरमा रहेको छ एकर्डिङ टु हेल्थ केयर एसोसिएटेड न्युमोनिया। अब के हुन्छ भन्दा कहिलेकाहीँ हेल्थ केयर सेटिङहरूमा पनि, हेल्थ केयर सेटिङहरू थ्रु पनि न्युमोनिया हुने सम्भावना हुन्छ। सो फर्स्टमा रहेको छ यहाँ हस्पिटल एक्वायर्ड न्युमोनिया। हस्पिटल एक्वायर्ड न्युमोनिया कहिलेकाहीँ के हुन्छ भन्दा हस्पिटलबाटै न्युमोनिया सर्ने गर्दछ। सपोज हामी चाहिँ एज अ पेसेन्ट पार्टीको तर्फबाट गयौँ होइन, उसलाई भिजिट गर्न एज अ भिजिटर चाहिँ हामी गयौँ होइन। अब त्यहाँ उसलाई चाहिँ, त्यो पेसेन्टलाई चाहिँ न्युमोनिया छ, ऊबाट चाहिँ हामीलाई पनि न्युमोनिया सर्यो भने त्यो कन्डिसनलाई चाहिँ हस्पिटल एक्वायर्ड न्युमोनिया भनिन्छ। हस्पिटलमा भएको पेसेन्टबाट, हेल्थ केयर सेटिङबाट चाहिँ न्युमोनिया सर्यो भने त्यतिखेर चाहिँ त्यसलाई हस्पिटल एक्वायर्ड न्युमोनियाको नामले चिनिन्छ। त्यसै गरी अर्को रह्यो कम्युनिटी एक्वायर्ड न्युमोनिया। मैले चाहिँ यहाँ चाहिँ एउटा कुरा बिर्सेँ, त्यसलाई चाहिँ कन्टिन्यू गरौँ। हस्पिटल एक्वायर्ड न्युमोनिया चाहिँ एउटा नोजोकोमियल इन्फेक्सन सुन्नुभयो होला हजुरहरूले। नोजोकोमियल इन्फेक्सनको इक्जाम्पलको रूपमा रहेको छ। नोजोकोमियल इन्फेक्सनको इक्जाम्पलको रूपमा चिनिन्छ हस्पिटल एक्वायर्ड न्युमोनियालाई।
त्यसै गरी अर्को रहेको छ यहाँ कम्युनिटी एक्वायर्ड न्युमोनिया। हामी चाहिँ के हुन्छ भन्दा हामी चाहिँ कम्युनिटीमा बस्छौँ होइन, अब कम्युनिटी समुदायमा चाहिँ इफ कसैलाई न्युमोनिया छ र त्यो त्यहाँबाट चाहिँ कम्युनिटीबाटै हामीले चाहिँ न्युमोनिया सर्यो भने त्यतिखेर चाहिँ कम्युनिटी एक्वायर्ड न्युमोनिया भन्ने नामले चाहिँ त्यो कम्युनिटीलाई त्यो न्युमोनियालाई चिनिन्छ, त्यो न्युमोनियालाई चिनिन्छ। त्यसै गरी अर्को भयो भेन्टिलेटर एसोसिएटेड न्युमोनिया। अब कहिलेकाहीँ के हुन्छ भन्दा कुनै कुनै पेसेन्टहरूलाई चाहिँ भेन्टिलेटरमा राखिन्छ। अब भेन्टिलेटर चाहिँ सिभियर कन्डिसन भएको बेला चाहिँ भेन्टिलेटरमा राख्ने गरिन्छ। इफ त्यो भेन्टिलेटरबाट न्युमोनिया सर्यो भने त्यसलाई चाहिँ भेन्टिलेटर एसोसिएटेड न्युमोनियाको नामले चिनिन्छ। त्यसै गरी अब हामी चर्चा गरौँ इन्क्युबेसन पिरियडको बारेमा। अब कति दिनसम्म चाहिँ इन्क्युबेसन पिरियड हुन्छ, न्युमोनियाको इन्क्युबेसन पिरियड कति दिनसम्म हुन्छ? 1 to 7 days। यो चाहिँ नोट गर्नु होला, यो चाहिँ एकदमै भिभिआई एमसिक्यूको रूपमा रहेको छ। इन्क्युबेसन पिरियड अफ न्युमोनिया 1 to 7 days। अब हामी चर्चा गरौँ मोड अफ ट्रान्समिसन, यो कसरी चाहिँ सर्ने गर्दछ होइन। सो यहाँ रहेको छ थ्रु ड्रपलेट न्युक्लियाई। सपोज यो मान्छेलाई चाहिँ खोकी गर्यो होइन, अब खोकी गर्ने बित्तिकै यो मान्छेले चाहिँ एकदमै मेडिटेट गरेर चाहिँ एकदमै ब्रिथ इन ब्रिथ आउट भन्ने गरिरहेछ होइन। यसले चाहिँ त्यो ड्रपलेट न्युक्लियाईलाई आफ्नो ब्रिथिङ गर्ने बेलामा चाहिँ लियो। अब यसलाई पनि न्युमोनिया हुने सम्भावना हुन्छ। त्यसै गरी अर्को रहेको छ एयरबर्न। एयरमा हावामा चाहिँ डिफ्रेन्ट प्याथोजेन्सहरू हुन्छन्, जसले गर्दा चाहिँ यही इक्जाम्पलको रूपमा हेरौँ यसलाई। यो मान्छेले चाहिँ श्वास लियो होइन, त्यसले गर्दा चाहिँ हावामा रहेको प्याथोजेन्सहरू श्वास लिने बेलामा चाहिँ श्वास थ्रु सर्ने गर्दछ र यसलाई पनि न्युमोनिया हुने सम्भावना हुन्छ। सम्भावना नभनौँ, यसलाई पनि न्युमोनिया हुने गर्छ। मोड अफ ट्रान्समिसन, सो यही हो सर्ने तरिका, यसरी नै सर्ने गर्दछ न्युमोनिया। अर्को रहेको छ यहाँ प्याथोफिजियोलोजी। अब यो सर्ने प्रक्रिया के हो भन्नाले पहिले चाहिँ माइक्रोब्स अथवा प्याथोजेन्स चाहिँ लङ्समा इन्टर गर्छ, एयर ड्रपलेट्स थ्रु लङ्समा इन्टर गर्छ होइन। त्यसपछि के हुन्छ भन्दा लङ्समा इन्टर गरेपछि यसले चाहिँ इन्फ्लामेसन गराउँछ लङ्समा, जसले चाहिँ ग्यासेस एक्सचेन्जमा बाधा हुनु पुग्छ। र नर्मली चाहिँ हाम्रो लङ्समा ग्यासहरू आउनुपर्ने हो, ग्यासको कलेक्सन हुनुपर्ने हो, ग्यासेस एक्सचेन्ज हुनुपर्ने हो, तर ग्यासेस एक्सचेन्ज नभइकन त्यहाँ चाहिँ पस कलेक्सन हुन स्टार्ट हुन्छ र अर्को चाहिँ एबनर्मल फ्लुइड कलेक्सन हुने गर्दछ, जसले गर्दा चाहिँ अक्सिजनको लेभल चाहिँ एकदमै कम हुन्छ र फाइनली चाहिँ न्युमोनिया हुने गर्दछ। सो यति चाहिँ हाम्रो प्याथोफिजियोलोजी रहेको छ। सो आजको लागि चाहिँ यति नै राखौँ। सो थ्याङ्क्स फर वाचिङ। Subscribe and like the videos for more. Thank you.